चुनाव सार्ने वा रोक्ने जस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन्। 2082 फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन। यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग हो। तपाईहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नमस्कार। आज म हाम्रा स्वाभिमानी र गौरवशाली नागरिकहरूका सामु एउटा विशेष र दृढ संकल्पका साथ उपस्थित भएकी छु। हामी सबैलाई थाहा छ, केही समय अघिको जेनजी आन्दोलनले हाम्रा सडकहरूमा एउटा फरक कम्पन पैदा गर्यो। त्यो छटपटी र त्यो आक्रोशले हाम्रो समाजलाई केही हदसम्म बितोल्ने प्रयास गरे पनि त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक सङ्कटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोज्छ। आदरणीय देशवासीहरू, भदौ 23 र 24 को त्यो दुःखद घटनापछि देश फेरि शान्तिको बाटोमा फर्किएको छ। ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई शहीद घोषणा गरेका छौँ। घाइते योद्धाको उपचारका साथै जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएका छौँ। क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष मार्फत काम थालिएको छ। अब हामीले ती नमिठा पलहरूलाई बिर्सेर एउटा सुन्दर र स्थिर भविष्य निर्माणतर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्छ। अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ। प्रश्न गर्नेहरूले भन्ने गर्नुभएको छ, के देश साँच्चै चुनावतिर बढेको हो? तर के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ? आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रश्न पार्न चाहन्छु। 2082 फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन। यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग हो। म तपाईहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्ने जस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन्। यो सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ छ। मेरा प्यारा देशवासीहरू, निर्वाचनका लागि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरेको छ। सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौँ। एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका 1342 स्थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ। यस अतिरिक्त अन्य 32 स्थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। क्षतिग्रस्त भएका 465 वटा प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ। निर्वाचन आयोगलाई आवश्यक 6 अरब 73 करोड रुपियाँ बजेट सुनिश्चित गरिएको छ। हामीले यसपटक अर्को ऐतिहासिक फड्को मारेका छौँ। मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि पनि 8,37,000 नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका छौँ। आज 1 करोड 81 लाख भन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो छ। 114 वटा राजनैतिक दलहरू यस प्रक्रियामा सहभागी हुनुले हाम्रो लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित गर्छ। विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौँ। मेरा प्यारा युवा साथीहरू, चुनाव कसैको हार जित होइन, यो त लोकतन्त्र र सुशासन जिताउने अभियान हो। तपाईहरूले चाहेको भ्रष्टाचार मुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै हो। म विशेष गरी हाम्रा जेनजी युवाहरूलाई भन्न चाहन्छु, तपाईहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्। सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ। तपाईको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ। आजभन्दा 100 दिन अघि देशको अवस्था के थियो र अहिले के छ भनेर तुलना गरी हेर्न पनि म सबै राजनैतिक पक्षहरूलाई विनम्र अनुरोध गर्दछु। असामान्य परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन मेरो मन्त्री परिषदका सदस्य, सुरक्षा निकाय, राष्ट्र सेवक र नागरिक समाजका सदस्यहरूले
अथक प्रयास गर्नुभएको छ। फलस्वरूप मुलुकमा शान्ति स्थापना गरी स्थितिको सामान्यीकरण र कानुनको शासन बहालीमा सफलता मिलेको छ। खास गरी सुरक्षा निकायको मनोबल अहिले र आजका लागि मात्र होइन, दीर्घकालसम्म बढाउने काम गर्दछौँ। विगतमा शक्तिको आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणहरूमा अनुसन्धान गर्ने निकायहरूले हाल पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाएका छन्। यी कारबाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको छ। कुनै पद वा शक्तिको निकटता नहेरी प्राप्त उजुरी र गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको छ। मिलोमतोमा ठेक्का हात पार्ने, विकास आयोजनाहरूको कामै नगर्ने र राज्यको स्रोत साधन दुरुपयोग गर्नेहरूको माखे साङ्लो तोड्न पनि सरकार लागि परेको छ। यस 100 दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ। पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको छ। मापदण्ड विपरीत खटिएका 500 सुरक्षाकर्मी र सवारी साधनहरू फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ। अनावश्यक 38 वटा कार्यालयहरू खारेज र 323 वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाएको छ। 1 खर्ब 19 अर्ब रुपियाँ बराबरको बजेट पुनः प्राथमिकीकरण गरी विकासका ठूला आयोजनामा स्थानान्तरण गरिएको छ। थलिएका व्यवसायीहरूका लागि एकीकृत व्यवसायी पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ। हेलो सरकार मार्फत 50,000 भन्दा बढी गुनासाहरू सम्बोधन गरिएको छ। काठमाडौँमा दैनिक 20 करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको छ र राष्ट्रिय प्रसारण लाइनमा 101 मेगावाट विद्युत थपिएको छ। जेनजी आन्दोलनको भावना अनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ। म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा राष्ट्रिय एकताका लागि आह्वान गर्दछु। चुनावमा कसले जित्छ वा कसले हार्छ त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठुलो कुरा हो। अराजकताले कसैलाई खुसी दिँदैन, केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ। हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन, यो त एउटा लामो र अविराम यात्रा हो। यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न हामी सबैबाट अथक पसिना र समयको माग गर्ने धैर्यको खाँचो छ। आउनुहोस् हामी फागुन 21 गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गरौँ। राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाउँ। यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्नेछ। धन्यवाद।